स्याट्टाइ कराएको यसले छोरीले नि फोन हानेन हो मलाई मैले काम अलिकति सेउटे भएको भुलेछु छोरीले नि मलाई फोन हानेन आज काम देरी भएको मलाई बिहानदेखिबाट हाने आज त स्कुल बन्द थियो त हानिने त मलाई भत्तुको त आएकै छैन नानी त्यो दिदीले फोन उठाएन हौ बाबाले हानेको कस्तो बात गर्न मन लाग्यो भोलि मजाले बात गर्ने नि त ल भोलि तिमी म नानी भाइ दिदी दादा भएर भोलि अनि बाबा अनि त ओके भोलि रुममा आउने सबैसँग बात गर्ने के रातै भयो के गर्नुभयो के नानी उठ 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 न ए उठ उठ छिटो छिटो उठ नानी छिटो उठ उठ छिटो जाने भोलि जाने ल घर जाने ल भोलि दुईजना बेलुका दुर्गालाई भन न त फेरिदिन्छ त सोधेर न धुनु पर्दैन नि फेर्नु मात्रै होइन फेर्नु मात्रै होइन नानी उठ 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 जाने म जान्छु भोलि भेट हुने ल भोलि भेट हुने ल गयो नानी नानी जान्छु छिटो उठ एकपालि हेर्न ए हावा हान्दो रहेछ नि त यता हे ए नानी नानी ए हावा आयो हावा कान बन्द गर कान बन्द भयो टोपी लगाएर बसिरहेछ ले 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 के यहाँ रुमै गइनँ म त रुमको उभाटे भनेर अब नानी नानी ये छोरो ए छोरो उठ उठ छिटो उठ उठ न उठ 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 छिटो उठ उठ न हो उठ न के कतिवटा ल्याइदिएछ तिनटा पुलु पुलु हेर्दैछ दुर्गाले सेट सेट मिलाएर हालिदिएको